अब फेवातालमा है साथी। अब यसरी फेवातालमा घुमिएछ हामी। अब यो यसरी घुम्ने ल घुम्नु साथीहरू हजुरहरू पनि साह्रै टाढा नगर्नुहोस् है। त्यो मोबाइल चाहिँ फेरि पानीमै सरर सधैँ सरर होला ल सरर तालबराई जाँदैछौँ है। अब यो मोबाइलहरू पनि अलिक भित्र वाटर प्रुफ हो। अब फेरि खस्यो भने अर्को पालि लिन आम्ला उम्रन्छ। अब पछाडि साथीहरू हुनुहुन्छ। उहाँ ड्राइभर साहब चाहिँ मजाले खियाउँदै हुनुहुन्छ। अल्ल हेर्नुहोस् है। हामी चाहिँ फेवातालको तालबराई मन्दिर यो साना किसानको तालिममा आएको यता पो सरर भयो बिहानै। अहिले तालिम चाहिँ 8 बजे हो है हाम्रो। घुम्न गए नभन्नु होला भ्रष्टाचार गरे भन्ला। फेरि साना किसानको समितिले भ्रष्टाचार गरेर घुम्यो। हाम्रै पैसाले घुमेको त्यो साना किसानको पैसाले होइन ल है। त्यसो नसोच्नु होला, अन्यथा नसोच्नु होला। हामीले चाहिँ 100 रुपियाँ हामी आफै तिरे हाम ल। अब त्यसो छ कुरो। अब यहाँ बराह मन्दिरलाई चाहिँ नि अरूको पैसाले घुम्नु भएन नि बराह मन्दिरमा आउँदाखेरि। त्यसो छ है ल है साथीभाइहरू। तपाईँहरू पनि यसरी चाहिँ यो फेवाताल ओहो कति राम्रो हिमाल चाहिँ नि ल देखियो हिमाल पनि है। अब यस्तो छ ल साथी हो। अब यो तपाईँहरू चाहिँ कता इन्डिया सिन्डिया कता हुनुहुन्छ विदेश सिदेश होइन यहाँ हेर्नु होला। मेरो भिडियोलाई चाहिँ एकदम लाइक गरेर टन्ना मिलियन पुर्याइदिनु होला है। यहाँ बहिनीहरू पनि छ फेरि ल्याएर समर्थन गर्नलाई ल्याएर बहिनीहरू पनि लाइक गरिदिनुहोस्। अङ्कलको भिडियो भन्नु कमेन्ट पनि आओस् भ्युज पनि आओस् भने छ। यहाँ डुङ्गामा बस्दाखेरि सिधा बस्नुपर्छ है। अब यो बाङ्गे टिङ्गे बस्यो भने बर्बाद हुन्छ। यहाँ चाहिँ अब तालबाट आएको चाहिँ नि अब यहाँ पछाडिपट्टि आइयो है। यस्तो छ ताल। ओहो गाँठे ताल। यो माथि तालबराह देउटा हुनुहुन्छ। उहाँको दर्शनमा हामी चाहिँ आएको हो। ल तालबराह माता रक्षा गरिदिनु ल। अब एकछिनमा हामी पुग्छौँ होला। यो पुरा चाहिँ नि घुमेर चट्ट घुम्दैछौँ यसरी सरर माथि ठुलो होटल बनेको छ ल हेर्नुहोस्। त्यहाँ भोलि पर्सि हामी पनि गएर भात खाने हो त्यहाँ। अब यहाँ जगिट चाहिँ फाल्दैन रहेछ फेरि यो मन्दिरमा आइपुग्यो। मन्दिरमा आइयो है ल। अब झर्ने हो साथी हो। यहाँ मन्दिरमा चाहिँ आइयो है। अब मन्दिर हेर्नुहोस् है।